नमस्कार। हेलो नमस्कार आदरणीय दर्शकबिन, टीवी वीरगंज देख रहा बानी और टीवी वीरगंज से अभी यहाँ छपकैया में बम फैला पड़ल बा और सेना के डिस्पोजल टोली आ गई बा। लोग अपने बम देख रहा बानी और सेना के डिस्पोजल टोली अभी डिस्पोज करे ई बम जैसन यहाँ पूरा सुरक्षा व्यवस्था कड़ा भइल बा। अभी ताज़ा अवस्था अपने के बतलाओ तनी नेपाली सेना के जवान लोग यहाँ देखें बम डिस्पोज करे वाला और काफ़ी यहाँ देख रहा बानी और यहाँ लाइव अब टीवी से लाइव अपने देख रहा बानी और काफ़ी लोग यहाँ भीड़ देख रहा बानी। अभी हमनी के श्री राम हॉल अगाड़ी जौन बिरयानी जहाँ बिरयानी बा वहाँ अपने के बम के कुछ से बम जैसन बा और बम हको हके यहाँ अथी हो गई बा और एक के डिस्पोज करे खातिर यहाँ देखा तनी सेना के जवान लोग, प्रहरी लोग, काफ़ी लोग बा और बम यहाँ मिलल बा और बम के अभी यहाँ डिस्पोज कर रहा बा लोग। कुछ देर में अपने के यहाँ डिस्पोज करे खातिर पूरा सेना के जवान लोग तैयार कर रहा बा। अपने देख रहा बानी और टीवी वीरगंज के सामाजिक संजाल फेसबुक से अपने देख रहा बानी। अभी बम फैला पड़ल बा छपकैया में, छपकैया श्री राम हॉल अगाड़ी और अपने के जौन बिरयानी होटल बा ये जान अपने के बम डिस्पोज करे वाला टोली नेपाली सेना वीरगंज से आइल बा लोग अपने के यहाँ बम डिस्पोजल करे। और अभी कहल जाम लाल किला लगे इंडिया में भी अपने के ई घटना एक के साथ पाकिस्तान, बांग्लादेश लगायत में बम विस्फोट भइल बा। आज वीरगंज में भी बम के यहाँ देखी डिस्पोज कर रहा बा लोग, बम फैला पड़ल बाटे और यहाँ देख रहा बानी काफ़ी नेपाली सेना के जवान लोग भी बा और काफ़ी यहाँ प्रहरी लोग और यहाँ हम देखा रहा बानी ये बम डिस्पोज टोली देख रहा बानी अपने बम डिस्पोज करे के नेपाली सेना वीरगंज के नेपाली सेना यहाँ और वीरगंज के छपकैया में अपने के जानकारी दे रही वीरगंज के छपकैया में अभी बम फैला पड़ल बाटे और बम के देखी यहाँ चेक जांच कर रहा बा लोग। अपने देख रहा बानी दृश्य चेक नेपाली सेना के टोली टुकड़ी यहाँ बम यहाँ पूरा यहाँ तार और ले गई बा लोग और देख रहा बानी हमनी के देखा रहा बानी सन और बम के अपने के आदरणीय दर्शकबिंद अपने देख रहा बानी टीवी वीरगंज के अपने देख रहा बानी और हमनी के यहाँ से ताज़ा तस्वीर अपने के देखा रहा बानी, देख रहा बानी तस्वीर अपने खुद देखी ताज़ा तस्वीर ये और नेपाली सेना के जवान लोग अब यहाँ से अलग हमनी के करता लोग अभी लोग डिस्पोज करी और यहाँ देखिए नेपाली सेना के तैयार बा लोग, नेपाली सेना के जवान लोग और यहाँ बम डिस्पोज करे के पूरा तैयारी में बा लोग। यहाँ देखी तार के ले गई बा लोग, यहाँ देख रहा बानी और टीवी वीरगंज के प्रत्यक्ष प्रसारण बानी और हमनी के वीरगंज के छपकैया में अभी बानी सन। वीरगंज के छपकैया का ताज़ा अवस्था देखा रहा बानी, यहाँ का बा ताज़ा अवस्था यहाँ पूरा अपने के देख रहा बानी ताज़ा यहाँ के अवस्था यहाँ नेपाली सेना के देख रहा बानी। यहाँ जवान लोग काफ़ी यहाँ बा और यहाँ के अवस्था काफ़ी यहाँ प्रहरी लोग के भी तैनाती बाटे और अपने देख रहा बानी बम डिस्पोज करे खातिर यहाँ तैयार करता लोग नेपाली सेना के जवान लोग और सुरक्षा के पूरा अब यहाँ बम डिस्पोज करी लोग जौन अपने के देखनी है बम वहाँ बाटे और केडिया के परिवार के यहाँ देख रहा बानी और नेपाली सेना के जवान लोग और काफ़ी यहाँ हम अपने के देखा रहे टीवी वीरगंज से अपने देख रहा बानी और यहाँ के अवस्था काफ़ी भीड़ बा। यहाँ देखी लोग के पूरा भीड़ बाटे ये अपने देख रहा बानी पूरा रास्ता जाम बा प्रहरी लोग के और दोनों तरफ उन्हें भी अपने के देखी एगो आदमी यहाँ कूद के आ रहा बा लोग बम जहाँ बा उन्हें और यहाँ सेना के सुरक्षा के एकदम सुरक्षा के ही ख्याल करे के और देख रहा बानी अभी कुछ देर में डिस्पोज के तैयारी हो रहा बा नेपाली सेना के तरफ से। अपने देख रहा बानी नेपाली सेना के जवान लोग यहाँ डिस्पोज करे के तैयारी में बा लोग और अपने टीवी वीरगंज से देख रहा बानी टीवी वीरगंज के फेसबुक पेज से और काफ़ी यहाँ के अवस्था कहल जाम और यहाँ देखिए यहाँ तैयारी कर रहा बा लोग और तार पूरा ले गई बा लोग हेंगा तार जाला और तार जाके अपने के वहाँ अपने के देखिए हम वहाँ देखनी है
कोशिश हमने के कर रहल बानी सन। ये यहाँ देख रहल बानी पोका में बम जैसन बाटे, ये अपने के देखी और अभी डिस्पोज करे के सब व्यवस्था मिला रहल बा लोग। अब कुछ देर में डिस्पोज करी लो। और नेपाली सेना के यहाँ जवान अपने के हम देखा रहल बानी, नेपाली सेना के जवान लोग बा पूरा तैयारी कर चुकल बा लोग। अब यहाँ कुछ देर में डिस्पोज करी पूरा अपने देख रहल बानी हमने के। और यहाँ पूरा तैयारी में यहाँ देख रहल बानी पूरा आदरणीय दर्शक बिन तपाईँ हेर्दै हुनुहुन्छ टिभी वीरगञ्जको। अब म यहाँ तपाईको वीरगञ्जमा बम फेला परेको छ। वीरगञ्जको छपकैयामा बम फेला परेको छ। तपाईले जानकारी श्री राम हल अगाडि रक्सौल जाने बाटो छेउमै जहाँ बिरयानी हाउसहरू छन् यहाँ अहिले यहाँको अवस्था अहिले ताजा अवस्था तपाईँ हेर्दै हुनुहुन्छ। अब केही बेरमा डिस्पोज गर्ने पुरै अब उहाँहरू आफ्नो तयारी गरिसक्नु भएको छ। पुरै बाटो अवरुद्ध छ। वीरगञ्जको छपकैयाबाट म छौँ। छपकैयाबाट तपाईँ हेरिराख्नु भएको छ सेनाको जवानहरू आइसक्नु भएको छ। उहाँहरू अब केही बेरमा डिस्पोज गर्ने आफ्नो पुरै तयारीमा हुनुहुन्छ, तयारी गरिसक्नु भएको छ। यो उहाँहरू एकदमै अब केही मिलाउनु पर्ला, मिलाइराख्नु भएको छ। ताजा तस्बिर तपाईँ हेर्दै हुनुहुन्छ वीरगञ्जको छपकैयाबाट। अहिले कुरा हुँदैछ, कहीँ उहाँहरू कुरा गर्दै हुनुहुन्छ, केही आदेशमाथिबाट के भइरहेछ तपाईँले म यहाँ प्रत्यक्ष तपाईँले अहिले अवस्था हेराइरहेको छु के छ। वीरगञ्जको छपकैयामा बम फेला परेको छ। अहिले 2 दिन पहिला दिल्लीमा पनि बम विस्फोट भएर 1 दर्जन जति मान्छे शहादत प्राप्त, करिब 10 जना जति शहादत प्राप्त भएको तपाईँ और अन्य धेरै घाइते पनि भएको खबर तपाईँ सुन्नुभयो होला। त्यसै कारण अब तपाईँको अन्य ठाउँमा पाकिस्तान, अफगानिस्तान लगायत धेरै ठाउँमा अहिले बम विस्फोट भइरहेछ र नेपालको यो वीरगञ्जमा पनि अहिले बमको हल्लाले एकदमै तनाव छ र सेनाको टुकडीले त्यो बम डिस्पोज गर्ने तयारीमा उहाँहरू हुनुहुन्छ। उहाँहरू मिलाइराख्नु भएको छ के अब केही आफै कसरी मिलाउने हो, केही व्यवस्थापन तारहरू हेरिराख्नु भएको छ। यसरी तारहरू लगिएको छ। अब त्यहाँ तपाईले म अहिले हेराइरहेको छु यो हेर्नुहोस्, यही हो जुन तपाईँ हामी धेरै टाढाबाट छौँ र हामी तपाईलाई यो हेराइरहेको छु धेरै टाढा छ। छपकैया वीरगञ्जको छपकैया वाडा नम्बर 2 मा यहाँ जनपद प्रहरी लगायत सुरक्षाका एकदमै अब यहाँ आफै हेरि सशस्त्र प्रहरीका जवान प्रमुखहरू पनि आउनु भएको छ। अब एकदमै अब केही बेरमा अब केही उहाँहरूको व्यवस्थापनमा केही मिलाउनु पर्ला। अब उहाँहरू डिस्पोज गर्ने, किनभने यहाँ मान्छेहरू धेरै छ, केही पनि हुन सक्छ। त्यसकारण अहिले वीरगञ्जको छपकैयामा बम फेला परेको छ र यो बमलाई डिस्पोज गर्ने अहिले काम प्रहरीद्वारा भइरहेको छ। सेना, नेपाली सेना अब सेफ्टीको छ, अब सेफ्टी पनि उहाँहरू मिलाउनु जरुरी छ। अब अहिले तपाईँ यो आफै हेर्नुहोस् नेपाली सेनाका जवानहरू कहीँ पुरा गर्दै हुनुहुन्छ। तपाईँ उहाँहरू कसरी अब मिलाउने, अब यो इन्सपेक्टर साहबहरू पुरा एकदमै तपाईको वीरगञ्जको छपकैयाबाट प्रत्यक्ष प्रसारणमा जुडेछ र तपाईँ अहिले हेरिराख्नु भएको छ नेपाली सेनाका जवानहरूलाई हेरिराख्नु भएको छ। उहाँहरू अब केही आफू मिलाइराख्नु होला, किनभने धेरै कुरा बमको मिलाउनु पर्छ। यसरी तार उहाँहरू लानु भएको छ। अब तार ल्याएर त्यहाँबाट ब्याट्रीलाई अब उहाँहरू आफ्नो के हुन्छ टेक्निकल तपाईँको अब यो तपाईँले म हेराउँ यो यही हो। यो हेर्नु अब यहाँ तपाईँ आफै हेरिरहनु यही बम अब कसले अज्ञात मान्छेले ल्याएर राखिसकेछ। अब यो कतिखेर थाहा पायो त्यो पनि म जानकारी लिन्छौँ। धेरै पत्रकार मित्रहरू यहाँ डिस्पोज गर्ने टोली यहाँ हेरिराख्नु भएको छ, तयारी अवस्थामा हुनुहुन्छ। अब नेपाली सेनाका जवानहरू तयारीमा हुनुहुन्छ। अब केही बेरमा डिस्पोज उहाँहरू गर्नुहुन्छ। तपाईँ हेर्नु उहाँ मन्थन एक आपसमा गर्दै हुनुहुन्छ। यो तपाईँ हेर्दै हुनुहुन्छ हामी कसरी मन्थन गर्दै हुनुहुन्छ। अब किनभने त्यो ठुलै एउटा पोका जस्तो छ, ठुलै छ, सानो छैन। अब यहाँ तपाईँको
टिभी वीरगञ्जको सामाजिक सञ्जाल लाइभ हुनुहुन्छ धेरै विदेशबाट पनि। सर नमस्कार। यसबाट यो कति बजे यो तपाईँको यो वस्तु मलाई 4:30 बजे जानकारी आएको। 4:30 बजेदेखि तपाईँहरू यो यही घेराबन्दी गरेर राख्नु? म आउँदा चाहिँ 5 बजे अब अहिले डिस्पोज गर्ने काम भइरहेछ होइन सेनाका जवानहरू। हेर्नुहोस् 5 बजेदेखि यो वस्तु त्यही फालिएको छ के हो भने पुरै ठुलो ठुलो यहाँ तपाईँ हेर्नु एकदमै ठुलो ठुलो छ एकदमै। यो तपाईँ हेर्नुहोस् हामी जुन गरेर हेराउन कोसिस गरिरहेको छु तर यी तार छ हामीलाई पनि सुरक्षाको अब जरुरी हुन्छ अब उहाँहरू किनभने यहाँ तपाईँ प्राय सबलाई यो हेरिराख्नु भएको छ सेनाको जवानले आफू मिलाइराख्नु भएको छ सबैले हटाइराख्नु भएको छ तर मान्छेहरूको भिड धेरै छ। हामी पनि पछाडि एकदमै किनभने सुरक्षालाई ध्यानमा राख्नुपर्छ एकदमै। तपाईँको अहिले तपाईँको वीरगञ्जको छपैयाबाट प्रत्यक्ष अहिले उहाँहरू सबैले मान्छे कति भिड छ तपाईँ हेर्न सक्नुहुन्छ। अब मान्छेको हेर्नेको रमिता हेर्नेको यो डिस्पोज भइसकेको अवस्था छ हेर्नु। अब डिस्पोज भइसकेको अवस्था छ। अब हामीले तपाईँले डिस्पोज सेनाले डिस्पोज भइसकेको अब केही बेरमा आधिकारिक उहाँहरू पुष्टि गर्नुहुन्छ यो कुन बम हो भनेर पुष्टि गर्नुहुन्छ यहाँ सुरक्षाको दृष्टिकोणले। यहाँ तपाईँ अब यहाँ अब अहिले हामीलाई डिस्पोज भइसकेको अवस्था छ। तपाईँ डिस्पोज भइसकेको छ बम डिस्पोज भइसकेको। अब के हो कुन वस्तु हो आधिकारिक अहिले एकछिनमा आधिकारिक उहाँहरू बताउनुहुन्छ के छ आखिर यो के थियो। अब किनभने बम भनेर डिस्पोज त गरिएछ तर के हो कुन वस्तु हो उहाँहरू अहिले हेर्नु सेना यही हाम्रो नेपाली सेना नेपालको गौरव नेपाली सेना एकदमै नेपाली सेनाको भन्नुहोस् नेपाली सेना कति खट्छन् भनेर एउटा अहोरात नेपाली सेनाको एकदमै हाम्रो नेपाली सेनाको भूमिका अब तपाईँ हेरिराख्नु भएको छ। नेपाली सेना भनेको हाम्रो देशको एउटा रक्षा गर्ने कुनै अहिले उहाँ भन्नुहुन्छ यो बम अब अहिले उहाँ पुगिराख्नु भएको छ चेक गरिराख्नु भएको छ तपाईँ बम हो कि के हो। अब नेपाली सेनाहरूबाट आधिकारिक अब उहाँहरू एकदमै गन्ध पनि आइरहेछ तपाईँ हेरिराख्नु भएको छ र हामी तपाईँले हेराउन यही वस्तु हो। अब के हो त्यो अहिले त्यहाँ पुरै डिस्पोज भइसकेको कि छैन अहिले पनि सुरक्षाको चुनौती भएको हुनाले अहिले उहाँ लठीहरूले चेक गरिराख्नु भएको छ तपाईँ हेरिराख्नु भएको। किनभने अहिले हटाएर त्यो पेटी जस्तो छ। अब तपाईँ हेर्नुहोस् के हो के होइन। अब अहिले आधिकारिक एकछिनपछि नेपाली सेनाका यी तपाईँ यो हेरिराख्नु भएको छ तपाईँ आफै सेना त्यहाँ पेटीनिर सेना पुगिसकेको अवस्था छ तपाईँले म हेराइरहेको छु यो टिभी वीरगञ्जको तपाईँ आफै हेर्न सक्नुहुन्छ। यो हेर्नुहोस् हामीलाई पनि एउटा ब्याग जस्तो अहिले सेनाहरू त्यहाँ पुगिसक्नु भएको छ। सेना नेपाली सेनाका जवानहरू त्यो वस्तुलाई चेक गर्दै हुनुहुन्छ तपाईँ हेर्दै हुनुहुन्छ। अहिले अब बमको त्रासले सबैजना छन् तपाईँ हेर्दै हुनुहुन्छ। यो अब नेपाली सेना हाम्रो नेपालको आन बान शान नेपाली सेना राष्ट्रको धरोहर भनेको नेपाली सेना अहिले चेक गर्दै हुनुहुन्छ त्यहाँ आफै हेर्नुहुन्छ। हामी पनि अलि डराएकै अवस्थामा छौँ र नेपाली सेनाले कसरी काम गर्छन् भने त्यो अहिले तपाईँ अर्जुन भाइ पत्रकार अर्जुन भाइ पनि एकदमै व्यस्त। अर्जुन भाइ एकदमै अब हेर्नुहोस् यो अब सेनाका टुकडीले अहिले सेना जो डिस्पोज गर्नुभएको छ उहाँहरू बताउनुहुन्छ यो कस्तो खाले बम हो कि के हो। अहिले हामी पनि यो हेर्नुहोस् कसरी यो तपाईँको हामीलाई पनि नजिक टाढैबाट हामी छौँ र तपाईँले यो हेराइरहेछु यो के हो आखिर के हो। अहिले पनि मान्छेहरू हेर्नुहोस् और धेरै अब यो हेर्नु मान्छेहरू हुजत अब यो के हो अरे के हो भनेर यो हेर्नुहोस् अहिले मान्छे अब यहाँ
तपाईँ एकदमै मान्छेहरूको अब हामी बुझ्छौँ तर यहाँ मान्छेहरू हेर्नु सेनाहरू डिस्पोज गरिसकेपछि त्यो वस्तुलाई हेर्नु अब यहाँ तपाईँ अब एकदमै भिड छ पुलिसहरू पनि यहाँ किनभने अब यहाँ मान्छेहरू तपाईँ हेरिराख्नु भएछ मैले सेनाका अब उहाँहरू त कुरा के म एकचोटि कुरा गर्छु उहाँहरूसँग के बम के अब यो अब उहाँहरू बताउन के थियो बम थियो कि के केही बम सरहरूले त के बम थियो कि के थियो केही बताउन मिल्छ मिल्दैन नेपाली सेना तर जे होस् डिस्पोज हामी टिभी वीरगन्जबाट तपाईँ सर के बम थियो र सर भन्न मिल्छ भन्न मिल्दैन उहाँहरू एउटा चेन अफ कमान्डर मान्ने हो किनभने उहाँले भन्न तर आधिकारिक अब पुष्टि हामी गर्छौँ एकछिनमा यो बम थियो कि के थियो अब यहाँ इन्सपेक्टर साहबहरू पनि हुनुहुन्छ अब उहाँहरू अब यहाँ हेरिराख्नु भएको छ उहाँ हामी आधिकारिक कुरा के छ अब डिस्पोज अहिले एकदमै भिड छ र यो बम डिस्पोज भइसकेको अवस्था छ र हामीलाई अब जानकारी आधिकारिक व्यक्ति अहिले सबैजना व्यस्त हुनुहुन्छ तैपनि म तपाईँलाई टिभी वीरगन्जको सर यो बम थियो के भन्न मिल्दैन उहाँहरूलाई अब जे होस् तर बम डिस्पोज भइसकेको छ आधिकारिक टिभी वीरगन्ज रेडियो वीरगन्ज सुन्दै गर्नु होला अब ठुलै एउटा फलामहरू त्यहाँ थियो एउटा ब्याग ब्रिफ केसमा थियो क्या ब्रिफ केसमा थियो एउटा सानो सुटकेसमा हजुर प्लास्टिकको सुटकेस हो अब त्यसमा अब के थियो भनेपछि अब केही जानकारी आयो अब प्लास्टिकको डिस्पोज भइसकेछ प्लास्टिकको उसमा थियो अब कुन बम थियो के थियो त्यो आधिकारिक अहिले एकछिनबाट नेपाली सेना अब डिस्पोज गर्ने टोलीहरू त चेन अफ कमान्डरले गर्दा बताउनै मिल्दैन उहाँहरू तर हामीहरू आधिकारिक तपाईँहरूलाई टिभी वीरगन्जको माध्यमबाट तपाईँ रेडियो वीरगन्ज सुन्दै गर्नुहोला र हामी प्रत्येक तपाईँको यहाँ हेर्नुहोस् कति भाइहरू एकदमै व्यस्त छन् र टिभी वीरगन्जको प्रत्यक्ष अब यहाँ नेपाली सेनाको टोली गइराख्नु भएको छ बम डिस्पोज भइसकेको अवस्था छ र हामी प्रत्यक्ष प्रसारणमा थियौँ र यहाँ छपकैयाँबाट वीरगन्जको छपकैयाँबाट हामी यहाँ लाइभ छौँ र नमस्ते वीरगन्ज छपकैयाँ 2 नम्बर वार्ड हो यो तपाईँको मेन रोडको अवस्था यहाँ तपाईँ हेर्दै हुन्छ र आधिकारिक केही बेरमा आधिकारिक पुष्टि हामी गर्छौँ तबसम्म लागि टिभी वीरगन्ज रेडियो वीरगन्ज सुन्दै गर्नुहोला नमस्कार तपाईँ